त्यो दुध तिम्रो रियल हो कि बा ब्राले तानेर हो कि के हो? ए कता तान्नु हो? तान्दा कति चाहिँ तान्छ र? कतिको टाइट छ त्यो ब्रा? गर्दा ठ्याक गर्दा कतिको टाइट छ? लुज लागेको छ यही सबै कसले ऊ बनाएको छ क्या लुज बनाएर यस्तो भयो लाडो यो दुध पनि त्यो बिचमा लाडो राखेर लाडो च्यापेर दुधले साह्रै मिठाउँछ होला हौ। चिर मिठाउँदा त यसरी च्याप या बिचमा हुन्छ नि पक्राउनु बिस्तारै हलत पारो हो त्यसरी के त्यसरी अनि 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 मुखमा चिर गर्दाखेरि आँखातिर पसेर टक्क आँखा खोल्ने नहोस् चिर गर्दाखेरि हेर तर हामी किन अब झुट बोल्नु होइन हामीहरूलाई चिक्न साह्रै मिठो भनेको चाहिँ ठ्याक्कै डगी अनि ठ्याक्कै यसरी हातले कमरमा अठाउने के कमरमा एउटा हातले कमरमा अठाउने अनि डगी के यसरी डगी कमरमा अठाएर अनि एउटा हात फ्री पनि एउटा हातले चाहिँ दुध पल्लो छुने के दायाँ देब्रे दुध छुने गडप्प अठाएर अनि भित्र चाहिँ हालिराख्ने के अनि भित्र हालेर अझ माथिबाट के त्यो पुरै यसरी सुताएर यस्तो गरेर अनि माथिबाट गरेको मिठो माथिबाट गर्दाखेरि टिसी मजाले घोट्छ क्या मजाले टिसी घोटिन्छ रातो हुन्छ अनि छुई गर्ने यस्तो गर्ने कहिले यता आमा चिप्ने थियो डिप्रेसन कम्ती मिठो हुन्छ पानी पनि भयो होला के पानी के तुरी के त्यो त छोरा मान्छेको भइहाल्छ नि त अब यसै त हो नि आइहाल्छ नि त अलिअलि त अब सामान साँच्ची के छ मुजीमा पानी कतिको छ? पानी झार्छौ? पानी कतिको आउँछ? पानी त्यसै त जस्तो आउँछ होइन सुरुमा त पातला आउँछ कि थुक्छ जस्तो अनि त्यो गरिसकेपछि फेरि यस्तो हुन्छ कि यस्तो हुन्छ हेरौ म त अब धेरै कुरामा जानेको मान्छे तिमीहरूले सुरुमा गर्दाखेरि सुरुमा 2-4 चोटि लच्याक गरेपछि सेतो खालको त्यो भातको माड जस्तो आउँछ के भातको माड जस्तो आउँछ हाम्रो चाहिँ ठ्याक्कै के जस्तो आउँछ भनेदेखि लित्ती हुन्छ कि त्यो भातको माड जस्तो आएको चाहिँ यस्तो गरेर च्याप हुँदैन ल्याप टाँसिन्छ मात्रै त्यो मैदाको पिठो जस्तो हुन्छ अनि हाम्रो चाहिँ त्यो ठ्याक्कै सिगान जस्तो हुन्छ कि सिगान जस्तो हुन्छ त्यो चाहिँ खतरनाक हुन्छ लिति हुन्छ तर चाट्दाखेरि त साह्रै मिठो कान्छु एकताल उठा त